यस भिडियोमा सबमिटरमा हामीले खपत गरे भन्दा युनिट धेरै आयो भने के कारणले आउँछ त भनेर जानकारी लिन सकिन्छ। यो हो सबमिटर। हामीले घर उद्योग आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ। यो सबमिटरमा सर्वप्रथम त यो कनेक्सन रङ भयो भने, राम्रो जडान भएन भने, हामीले जहाँ हामीले खपत गर्ने त्यो भन्दा अन्यत्र त्यो तारहरू कनेक्सन गयो भने चाहिँ यसमा धेरै युनिट आउने गर्दछ। दोस्रो भनेको ओभरलोड। हामी लोडभन्दा बढी चलाइयो भने पनि यो आउने गर्दछ। तर आफस्याक पनि हुने गर्दछ। कोही बेला अर्थ लिकेज हुन सक्छ, हामीले चलाएका मेटेरियलहरू बिग्रिन सक्छ, त्यो बेलामा नि हुन्छ। र तेस्रो कारण भनेको सबमिटर नि बिग्रिन सक्छ। फल्ट भयो भने सबमिटर नि बिग्रेको अवस्थामा नि यो समस्या आउन सक्छ। मेन यिनी तीन कारण हो। अर्को भिडियोमा म बिस्तारै अरू डिटेलमा पनि जानकारी दिने नै छु। धन्यवाद।